नमस्कार साथीहरु, स्वागत छ तपाईहरु सम्पूर्णलाई आजको भिडियोमा। सो आजको भिडियोमा तपाई स्वदेशमा हुनुहुन्छ अथवा मलेसियामा हुनुहुन्छ र मलेसियामा आइसकेपछि हाम्रो मेडिकल चेकअप गरिसकेपछि मेडिकल हाम्रो चाहिँ फिट आयो कि अनफिट आयो कि के आयो त भनेर तपाईहरुले चेक गर्नको लागि चाहिँ आज म सिकाउन गइरहेको छु। यो मलेसिया बस्ने प्राय साथीहरुलाई चाहिँ अभियसली पनि थाहा होला र कसैलाई थाहा छैन भने तपाईले यसरी चेक गर्न सक्नुहुन्छ। र हामी नयाँ आउँदै छौं अथवा ठूलो खालको कम्पनी आउन सक्छौं भने कतिपय अब साथीहरु चाहिँ मेडिकल फेल भएर घरतिर जानुपर्ने अवस्था पनि हुन्छ हैन। त्यही सँगसँगै अब कसैलाई चाहिँ मेरो मेडिकल चाहिँ ओके आयो कि आएन भनेर खुल्दुली हुन्छ नि त। त्यस्तो साथीहरुको लागि चाहिँ यो भिडियो है त साथीहरु। तपाई मलेसिया आउँदै हुनुहुन्छ भने पनि तपाईहरुलाई फाइदा हुन्छ हैन। तपाई मलेसिया नयाँ आउनु भएको छ, मेडिकल भइसकेको छ र मेरो मेडिकल चेकअप रिजल्ट चाहिँ कस्तो आयोला, म पास भयो कि फेल भयो भन्ने कुरा तपाईलाई जिज्ञासा लागेको छ, छिटै आफ्नो मेडिकलको रिपोर्ट हेर्न चाहनुहुन्छ भने तपाईले यसरी हेर्न सक्नुहुन्छ। आउनुहोस् मोबाइलको स्क्रिन तर्फ जाउँ है त साथी। सबैभन्दा पहिला तपाई गुगलको क्रोममा जानु होला। गुगल क्रोम गइसकेपछि तपाईले ई सर्भिस टाइप गर्नु होला। ई सर्भिस टाइप गरेपछि यस्तो खालको इन्टरफेस आउँछ। यहाँनिर तपाईले क्लिक गरिसकेपछि यस्तो खालको अप्सन आउँछ। यहाँनिर पासपोर्ट हाल्नु होला अनि त्यसपछि तपाईको सिला पिला भन्नेमा टाइप गरी नेपाललाई सिलेक्ट गर्नु होला है त। नेपाल सिलेक्ट गरिसकेपछि यहाँनिर चारियानको अप्सन आउँछ। चारियानको अप्सनबाट तपाईले गरिसकेपछि यहाँनिर तपाईले चारियानको अप्सनबाट तपाईले चारियानलाई नेपाल सिलेक्ट गरेर ओपन गर्नुभयो भने यस्तो खालको इन्टरफेस आउँछ।